कृपा सीम रहमत आज यहाँ नयाँ जग्गामा आएर पनि दासलाई पनि सत्संग गर्ने हजुरहरू महान महान सन्तहरूको पावन चरणमा आएर यही निर्गुण निराकारको चर्चा गर्ने अवसर प्राप्त भएको छ। सद्गुरु माताजीले यही अरदास कि यस्तै अवसर जहिले प्राप्त भइरहोस्। साथसंगत आज सन्त निरंकारी मिशन कुनै धर्म वा सम्प्रदाय होइन। साथसंगत यो एउटा आध्यात्मिक विचारधारा हो, अर्थात् विभिन्न विभिन्न धर्म विभिन्न विभिन्न सम्प्रदायका मानिसहरू पनि आएर यस मिसनमा जोडेर एउटा प्रभु परमात्मा, यही ब्रह्म, यही राम, यही कृष्ण भनेर यसैलाई नै मान्न सकिन्छ। किनकि आज जस्तै एउटा सफाईको मिसन हुन्छ साथसंगत, अहिले स्वच्छ भारत अभियान एउटा मिसन छ, त्यसमा साथसंगत बाहिरी फोहोर महिलालाई सफा गरिन्छ भने त्यहाँ हामी अलग अलग धर्म सम्प्रदायका मानिस मिलेर मात्र बाहिरको स्वच्छता गर्छौं। त्यस्तै साथसंगत आज सन्त निरंकारी मिसन भनेको विभिन्न विभिन्न धर्म सम्प्रदायका मानिस पनि एउटै मिसनमा जोडेर मनको स्वच्छता अनि प्रभु परमात्मा एक छ, ब्रह्म एक छ, ईश्वर एक छ अनि त्यो एक ईश्वर जान्ने योग्य छ भन्ने विचार दिने मिसन हो सन्त निरंकारी मिसन। ताउ साथसंगत यो ईश्वर भनेको जान्ने योग्य छ, यो ईश्वर भनेको घट घटवासी छ। कबीर साहेबले पनि भन्छन् नि कि न जाने तेरा ईश्वर कैसा, न जाने तेरा साहिब कैसा, मस्जिद में जाके मुल्ला चिल्लाए, मस्जिद में जाके मुल्ला चिल्लाए, क्या तेरा खुदा बहरा है, क्या तेरा खुदा बहरा है, चींटी के पग पे घुंघरू बाजे तो भी साहिब सुनता है, तो भी साहिब सुनता है। ताउ साथसंगत यो ब्रह्म यस्तो छ, यो निराकार यस्तो छ कि चींटीको पगमा घुंघरू बाँध्यो भने पनि त्यसको आवाज पनि सुन्न सक्छ। किनकि यो घटघटवासी परमात्मा भनेको त अंग संगमा छ, हजुर हामीमा छ। साथसंगत आज सन्त निरंकारी मिसनका सन्त महात्माहरूले साथसंगत जी एका दुसराले देखेर नमन गर्दै चरण लिनुहुन्छ। साथसंगत जी त्यसको त्यो के गरिएको त भन्दा जब ब्रह्मको प्राप्ति हुन्छ नि साथसंगत, जब ईश्वर जानिन्छ तब हजुरमा पनि त्यही ब्रह्म छ, ममा पनि त्यही ब्रह्म छ। हामी त एउटै प्रभु परमात्मालाई सृजित यो सृजना हो भने हजुर र ममा के भिन्नता छ त? हजुर पनि त्यही परमात्माको अंश हो र दास पनि त्यही परमात्माको अंश हो भनेर हामी चरण लिने गर्छौं। साथसंगत जी त्यसैले त कबीर साहेबले भनेका छन् नि कि जात न पूछो साधकी, पूछ लीजिए ज्ञान, मोल कर तलवार की।